हेलो गाइज वेलकम टु माई अनदर ब्लग। म बनाउँदैछु चिल्ली पनिर बनाउँदै थिएँ। प्याजलाई चप गरेँ, सिमला मिर्चलाई, बेसी सब्जीहरू त थिएन, अलिअलि सब्जी थियो, त्यहीसँग बनाउँदै थिएँ। अन्त मैले पनिरलाई मजाले म्यारिनेट गरेँ उसँग कर्नफ्लोरमा। अनि फ्राई गर्दै बहिनीसँग गफ गर्दै बहिनीसँग गफ गर्दै थिएँ। त्यसको बादमा मैले फ्राई भयो पनिर पनि। यसको बादमा बहिनीले पनि अलिअलि हेल्प गर्यो मलाई। अन्त मैले भेजिटेबल्सहरू पनि पकाइदिएँ फ्राई हुनुको बाद। त्यहाँदेखि थिएन मेरोमा भिनेगर थिएन त मैले अलि निम्बु हालिदिएँ। अन्त सिम्पल बनाउँछु म, त्यस्तो मिठो त्यस्तो राम्रो बनाउनु पनि आउँदैन मलाई। सिम्पल खाने लाइकको चाहिँ हुन्छ। सब भेजिटेबल पाक्यो। अन्त मेरो हस्बेन्ड पनि पूजा गर्नु जानुभयो। अनि मैले आएर चेक गरेँ, फेरि पनिर पनि हालिदिएँ माथिबाट। अनि एकछिन पकाएर पाक्यो। अन्त चाहिँ थ्याङ्क यू।